जनतालाई चितवनको विकास भनेर यो 6 किलोमिटरको बाटो देखाएर भ्रमित बनाइदैछ, तर खासमा यो बाटो र भरतपुरको अरु संरचना बनाउन प्रदेश सरकारको बजेट हालिएको छ। मतपेटिका छ्यातेर मेयर भएकी रेणुको आफ्नै मुखबाट यो सुन्नु। गौतम बुद्ध क्रिकेट रंगशाला पनि महानगरको बजेट हैन, सिटी हल पनि महानगरको बजेट हैन, नारायण तर्पण पनि महानगरको बजेट हैन। अघि सरले भन्नु महानगरपालिकाको रिङ रोड देशकै सबभन्दा ठुलो रिङ रोड भनेको छ, त्यो पनि संघीय सडक बनेको छ। र 5 वर्षमा करिब 30 अर्ब बजेट चितवन भरतपुर महानगरपालिकालाई जान्दा धेरै जसो संरचना प्रदेशकै बजेटबाट खर्च हुन्छ भने भरतपुरमा पठाइएको करिब 30 अर्ब कहाँ खर्च भयो? त्यो प्रश्न जनताले सोध्ने कि नसोध्ने, त्यो हिसाब जनतालाई देखाउने कि नदेखाउने। एकै भरतपुर अहिले अवसरको राजधानी भएर सबै जनता त्यतैतिर होमिएका छन् त। कति उद्योग कल कारखानाहरू खोल्यो, कति रोजगारी सिर्जना गर्यो, कतिले रोजगारी पाए। रोजगार भएर अहिले चितवनवासीले सजिलैसँग घर गाडी जग्गा किन्ने, परिवार पाल्न सक्ने भए त। भरतपुरको जीडीपी कतिले बढ्यो? देशभरिका बेरोजगार जनता आफ्नो पासपोर्ट छ्यातेर अवसर र रोजगारको लागि भरतपुर जानका लालाहित र उत्साहित छन् त। जनताको रगत चुसेर लुटेको पैसा घरमा जल्ने, ट्रकका ट्रक ओसार्ने, विदेशमा व्यापारमा लगानी गर्नेको अनुसन्धान गर्ने निकायले आफ्नो शक्ति लगाउने कि नलगाउने।